विराज दाई बेलु बाजेलाई एउटा डायलेक्ट बोलेर देखाउनुहोस् त। काली हजुर भन्नु त धरतीमा लुकेर बस। उहाँले सुन्नु भएन, फेरि बोलेर देखाउनुहोस्। आज त धरतीमा लुकेर बस, यहाँ आकाशमाथि जा। उहाँ बाजे अहिले काना कुम सुन्नुहुन्छ, अहिले बुझ्ने गरी भन्नुहोस् त। आज त धरतीमा लुकेर बस, यहाँ आकाशमाथि जा। यो अर्जुनको आगोको ज्वालाले तेरो साम्राज्यलाई जलाएर खरानी बनाइदिन्छ। के बोट्टा पनि कुरो छ त फेरि कहाँसम्म भाग्न सक्छस्? म आउँदैछु। फेरि भनिदिनुहोस् त दाई, के आउँदैछ? म आउँदैछु। ल ल नकराउनु तपाईँ, आउँछु भनेर नआएर बेलु बाजे बिचार रिसाउनु भयो। ल ठिकै छ। ल ऋषि धमला सर, बेलु बाजेले के भन्न चाहनुहुन्छ तपाईँ? नमस्कार, म ऋषि धमला बोल्दैछु। नमस्कार नमस्कार। ऊ हेर न त्यहाँ ऋषि धमला सरले नमस्कार भनिदिँदाखेरि बेलु बाजे एकदमै खुसीले हेर्नु न त्यहाँ। नमस्कार, म ऋषि धमला बोल्दैछु। हजुरको हालचाल के छ त? 1,94,000 तपाईले लिएको तिमीले पनि दिन सके छैन। कलिकता 1-2 हजार रुपियाँ सहयोग पनि गर्न पर्यो त। पैसा फिर्ता गरिदिनुहोस्, मान्छेलाई न्याय दिनुहोस्, अन्यायमा नपार्नुहोस् है। ए बा हैन, भोलि तपाईँले पैसा दिनु भएन भने म पत्रकार सम्मेलन गर्छु नि फेरि। हजुर म त भिखारी मान्छे हुँ गर्छु। यदि भोलि तपाईँले पैसा दिनु भएन भने म आफै आउँछु। घरमा बस्न मन लाग्दैन, अनि गाउँ नै हिँड्दै खाने गर्छु। कसैसित 1 बोतल, कसैसित 1 गिलास मागेर खाने हिँडेछु गरेर नानी। होइन पैसा कसले दिन्छ त? ए मेयर साहब नमस्कार। नमस्कार, मेरो पनि नमस्कार होला भनेर त्यसरी अनुरोध गर्छु। म ऋषि धमला बोल्दैछु। ए हजुर सन्चै हुनुहुन्छ? म यहाँ मुसरर बस्तीमा छु। त्यो बोस्टरमा यहाँका जनताहरूको पीडा के छ भन्दाखेरि पिउने पानी छैन, ढल निकाल। म जिपमा आइहाल्छु त भोलि। अब तपाईँहरू यहाँ आउनुहुन्न, फोहोरको व्यवस्थापन गर्नुहुन्न, किन के कारणले? यहाँ फोहोर छ। म जिपमा आइहाल्छु त भोलि। भन्नुहोस् मेयर साहबलाई के छ? नमस्कार हजुर। नमस्कार, मेरो पनि नमस्कार होला भनेर त्यसरी अनुरोध गर्छु। अब यहाँ भित्र नगरपालिकाको गाडी आउँदैन त्यो के अरे फोहोर लानलाई? म जिपमा आइहाल्छु त भोलि। यो एकदिन बस्तीमा बस्ने बासिन्दाको छोराछोरीले पढ्न पाएनन्, उनीहरूलाई यहाँ ट्युसन पढाउनको लागि व्यवस्था गर्न पर्यो। टिचर पहिला थियो, 1 वर्ष भोरे, अहिले टिचर छैन। उनीहरूका छोराछोरीले पढ्न पाएनन्, उनीहरू दिनभरि खेलेर मात्रै बस्छन्। हत्तेरिएमा त्योग्ने गाडी कस्तो रड्डी मान्छे हुनुहुन्न रहेछ यार। पुरानो पार्टीका नेताहरू, अब जति कुरो गरे पनि मन्त्रालयको कर्मचारीहरू 15 लाख खाने हो त? नेता भएर मात्र हुन्न, विकास गर्न पर्यो त्यहाँ। त्यो भन्ने मान्छे माको फटा हो। त्यसको मुखको बङ्ग्रा झारिदिने होइन त? होइन, कुरोमा गजबले कुरो गर्न पाइन्छ भनेर मैले त्यसरी अनुरोध गर्न खोजेको। पहिलाको सरकारहरू मरेको सरकार थियो। नमस्कार छ, जति कुरो गरे पनि उही कुरो हो।